सबैले हेर्नुस्, सुरुमा तपाईँ छक्कै पर्नुहुनेछ। सधैँभन्दा आज फरक कामदारहरूले घर बनाउने शैली नै बदलिदिएका छन्। अब रातो इट्टा होइन, यस्तो विशेष फोम मोड्युल प्रयोग हुन्छ। पहिला जस्तो नरम फोम पनि होइन, यो त कडा टिकाउ घर निर्माणकै लागि बनेको खाली कक्ष होलो मोड्युल हो। हेर्नुस् त, यसलाई कामदारले ठ्याक्कै खेलौनाको झैँ स्टिलको रड रेबारमा छिर्याएर एक एक टुक्रा जोड्दै गइरहेका छन्। मोड्युलहरूमा विशेष लिङ्क जोइन्ट हुन्छ, जसले गर्दा आफै अड्किन्छ, नटुट्ने नढल्ने। यसले के फाइदा दियो भने अब काठको ढाँचा बनाउने झन्झटै सकियो। मोड्युल मिलायो, बीचबाट कङ्क्रिट हाल्यो, भित्रसम्म कड्किने गरी मजाले भरिदिने र भाइब्रेटरले हल्का झड्का दिएपछि बस खेला खतम। कङ्क्रिट जमिसकेपछि फोम मोड्युल स्टिल कङ्क्रिट एकै सरी जस्तो मजबुत हुन्छ। पुरानो तरिकाले बनाएको घर जति वर्ष टिक्छ, यो मोड्युल पनि त्यति नै वर्ष टिकाउ हुन्छ। गर्मीमा घर चिसो, जाडोमा तात्तिने, ऊर्जा खर्च पनि आधा घट्ने। कामको गति इँटाको भन्दा धेरै नै छिटो, घर अनावश्यक धेरै तौल भारी पनि नहुने र लागत पनि कम। गजबै छैन त? मन परे सेयर गरिदिनु होला।